जसले सरब दिन्छ उहीतिर चारवटा आउला फर्केका हुन्छन् हो, केही पनि छैन। श्रम संस्कृति पार्टीका उम्मेदवारहरू भोट माग्न जाँदाखेरि मतदाता र उम्मेदवार बीच भनाभनी एकैछिन हेर्नुलाई। केही भनेछु मैले? यसरी भोट मागेर हुन्छ दाइ? हामी माग्दैनौँ, हामी माग्दैनौँ, तपाईँको भोट चाहिँदैन हामीलाई। जानु न त। जसले सरब दिन्छ उहीतिर चारवटा आउला फर्केका हुन्छन् हो, केही पनि छैन। जानु। अहिले जति पनि बदनाम गरिरहेका छन् जनताहरूले, यो बदनाम गराउनुको एउटै रिजन कारण हो हर्क साम्पाङको बोली। रवि बालेनलाई विरोध गर्नु यो एकदम नराम्रो बोलीले गर्दा अहिले जताततै विरोध गरिरहेका देखिन्छन् है जनताहरूले।